हेलो गाइस र हेर्नुहोस् ह्यान्डमेड ओक्ली र यसलाई चाहिँ यस्तो प्रकारले बनाउनुपर्छ। यो चाहिँ ब्ल्याक किम्बु हो र यो चाहिँ बाघे किम्बुरको बनिँदैछ है। यो चाहिँ मोस्टली यसको अचार कुचाउनुको लागि है र एकदमै राम्रो हुन्छ। र यो दुईटा चाहिँ रेडी भइसक्यो र हेर्नुहोस् चाहिँ यो दुईटा एउटा सानो एउटा ठुलो छ अर्डरको हो। तपाईँहरूलाई पनि चाहियो भने अर्डर गर्न सक्नुहुन्छ र यसलाई चाहिँ अब मेसिनमा लगाइकन चाहिँ चिल्लाउनुपर्छ है। पुरै यसलाई चिल्लो बनाइकन मात्रै तपाईँको राम्रो हुन्छ र तपाईँहरूलाई मन परे अर्डर गर्न सक्नुहुनेछ। कसलाई चाहिन्छ कमेन्टमा भनिदिनुहोस् होला। होम डेलिभरी चाहिँ हुँदैन, लिनु चाहिँ आउनुपर्छ र यसलाई मेसिन लगाइसकेपछि अब यसलाई कलर गर्नु पर्यो है। कलर चाहिँ ब्ल्याक किम्बोमा चाहिँ यति राम्रो आउँछ, हेर्नुहोस् कलर देख्नु हुँदैछ र यो बाघे किम्बो हो र यो चाहिँ ब्ल्याक किम्बो। अन्त यो चाहिँ तपाईँको यसको मोस्टली हो र हेर्नुहोस् फाइनलमा चाहिँ यतिको भयो र यस्तो प्रकारले बनाइसकेको छ दुइटा। यो चाहिँ बाघे किम्बोको ठुलो छ, यो चाहिँ अरूको चाहिँ देख्दै गरेको चाहिँ ब्ल्याक किम्बो हो। र थ्याङ्क यू वाचिङ फर मी। मन पऱ्यो लाइक कमेन्ट